एडिक्टेड चियाको नि के साह्रो एडिक्ट हुने हो यो भाइ त चिया खान हतार भयो रे जहिले बिस्तारै चलाऊ बिस्तारै चलाऊ बिस्तारै चलाऊ भन्छु उत्ताको छ उत्ताको छ उत्ताको छ सबैजनाले राइड सेफ गर्नु होला यसरी मेरो भाइले जसरी बाइक नहुत्याउनु होला है फर्स्ट आफू हो आफू भएन भने केही पनि हुँदैन मास्टर ओइ भाइ के हो यसरी चलाउने बाइक तिमीलाई मैले कचोरी भने स्लो चलाऊ भनेर कुडा खान मन लाग्यो हो आइन त देख्नु नपरोस् फेरि हान्छु चिया एडिक्टेड चियाको नि के साह्रो एडिक्ट हुने हो यो भाइ त चिया खान हतार भयो रे जहिले बिस्तारै चलाऊ बिस्तारै चलाऊ बिस्तारै चलाऊ भन्छु उत्ताको छ उत्ताको छ उत्ताको छ सबैजनाले राइड सेफ बट तर त्यो झगडा आज परेको झगडा चाहिँ के भन्छ आजै सकाउनु पर्छ जस्तो लाग्छ क्या मलाई चाहिँ होइन अब आज बिहान झगडा पऱ्यो राति झगडा पऱ्यो सर्ट आउट गर्नै पर्छ जस्तो लाग्छ कि झगडा गरेर चाहिँ कहिले पनि रात कटाउनु हुन्छ जस्तो चाहिँ लाग्दैन क्या त्यो झगडा पऱ्यो सर्ट आउट त्यही रात गऱ्यो त्यही दिन सक्यो दिन गई बात गई भने जस्तो होइन रात गई बात गई भने जस्तो कि दिन गई बात गई होइन रात गई बात गई भने जस्तो हुनुपर्छ कि होइन तर यति लामो बेर चाहिँ झगडालाई तान्नुपर्छ जस्तो चाहिँ लाग्दैन अनि आजको झगडा अब रातिको झगडा अहिले नै सर्ट आउट गरेर सक्यो भने चाहिँ अझै स्ट्रङ हुन्छ रिलेसनसिप जस्तो लाग्छ मलाई चाहिँ हजुरहरूलाई के लाग्छ है हुन त सबैको आफ्नो आफ्नो ओपिनियन हुन्छ कसैलाई के लाग्छ कसैलाई ब्रेक चाहिन सक्छ ल मेरो चाहिँ झगडा पऱ्यो अब चाहिँ ब्रेक भन्ने जस्तो लाग्छ है तर मेरो झगडा परेको भन्दा होइन त्यस्तो झगडा त होइन तर हल्का रिसारिस मात्र हो है फेरि ठुलै झगडा परेछ मिस भेनमको त ट्राफिक सरसँग चाहिँ नभन्नु होला नि फेरि हल्का रिसारिस मात्र हो घुर्की लगाउने त्यो यो मात्र हो त्यस्तो झगडा चाहिँ होइन यो घुर्की लगाउने बहाना हो कि मैले पनि घुर्की लगाइदिएको उताबाट पनि घुर्की लगाइदिएको घुर्की लगाउँदा अलिकति डिस्कस परेको अनि उसले निकल नगरेको मैले निकल नगरेको सो मैले चाहिँ अनि डाइरेक्ट गएर जानेको छु भनेर कराउन जान आँटेको त्यो हो त्यस्तो ठुलो झगडा होइन नर्मल हो हल्का रिसाउने त सबैमा भइहाल्छ नि होइन त नर्मलै कुरा होला हेलो म यहाँ बाहिर छु कहाँ हो हजुर हजुर बाहिर छु ल कल गर्नु भएर चाहिँ एक्चुअली कहाँ हो र फोन नउठाउने रे अनि आयो अब हुन्छ एउटा पनि के भन्नुहुन्छ झगडा परेपछि त्यस्तै हो त पुरै छोपिसकेछ अति अनि हो गाह्रो छ मलाई उतापट्टि पो जाने हो कि म यतापट्टि बसेको छु आउँदैछु भनेर त आउँदै आउनुहुन्न त बदला लिएको हो क्या कुरा आएर मलाई भित्र गइदिउँ कि क्या हो म त रिस हुँदाखेरि भित्रै गइदिन्छु सिधै साँच्ची क्या 5 मिनट कुरी भए अब 5 मिनटमा आइपुग्नु भएन भने म भित्रै गइदिन्छु जेसुकै होस् आफ्नै मान्छे हो झगडा परेपछि त्यो त मनाउन आउनु परिहाल्यो नि के त नि यत्रो टाइम लाग्यो 5 मिनट बेसी कुरेको आए ओहो भिडियो बनाउँछ भनेर हेर्नु पहिल्यै मास्क लगाएर आउनुभएको आमै थाहा थियो मलाई यस्तै गर्नुहुन्छ भनेर यहाँ आउनु थाहा थियो मलाई मास्क लगाएर आउनुहुन्छ अरे भिडियो बनाउँछ अरे पहिले थाहा पाइसकेको रहेछ मान्छेले अनि क्यामेरा अफ गरिदिन सक्नुहुन्छ है गाइज मलाई थाहा छैन है केही पनि किन नि खोजेको कहाँ जाने हो र जान्न म जान्न कहाँ जाने हो त नि कहाँ जाने चुप परेन बस्नु के फेरि हेर्नु न कस्तो मेरो लिएर आउँछु हो र बस्नु
कहाँ जाने हो त नि भनेको कहाँ जाने हो ओए यसरी भयो बस्ने कहाँ जाने किन हुँदैन बिना सिटी नि खोज्ने सिधा बस्नु न किन बिना सिटी नि खोजेको नबोल्ने हो अबदेखि कसै बोल्दै बोल्दैन मान्छे रिसाएपछि त के गरेको क्या अप्ठ्यारो भयो हुन्छ रिस उठेपछि त रिसाएपछि त बोल्दै बोल्नु चुप्प लाएर बसेको छ रिसको पोको नबोल्ने हो म रोकिदिन्छु है बाइक यहीँ भनिदिएको छु बोल्ने हो अय्या प्याउले पल्टेको हेर न फेरि के भयो के ओ कालु किन नबोल्नु भएको साँच्चीकै रिसाएको हो साँच्चीकै रिसाएको हो अनि म रिसाएँ भन्दैमा नि हजुर पनि रिसाउनु पर्छ म रिसाएँ भन्दैमा हजुर पनि रिसाउनु पर्छ भन्नु त मैले फोन गरेको थिइनँ हजुरलाई भन्नु अनि मैले हजुरलाई सरी भनेको थिइनँ त भन्नु त अनि आफै त हो नि रिसाएको बोल्दा बोल्दै आफू रिसाउनु हुन्छ नि म रिसाएँ भन्दैमा आफू पनि रिसाउनु पर्छ त दुवैजना रिसाएर हुन्छ कालु कालु के हो के प्याउले नपल्टिनु अहिले आइसकेपछि चाहिँ हिजोदेखि अहिलेसम्म नबोलिकन बस्नु सक्ने अहिले चाहिँ प्याउले पल्टिने कटिन गीत गाउनु न अब भेट्ने बित्तिकै रिस त मरिजान्छ के गर्नु र कति धेरै गाडी आएको आज ए नबोल्ने हो म त पिट्दिन्छु कति धेरै गाडी आएको भनेको यहीँ रोकौँ अरू जाने ठाउँ कहाँ छ र यहीँ क्याफेमा आयो बसिगयो बाइकै बाइक छ राखिदिनु न मिलाएर राखिदिनु न बाइकै बाइक भयो अगाडि राखिदिनु पर्ने रहेछ है राखिदिनु नि त बिरामी भएको मान्छे नि यसरी आइराखेको छु मतलबै छैन जति पनि रिसाउने हेर्नु रिस खडुस मान्छे यत्रो वर्षमा रिसाए हिजोदेखि नबोलिकन बसेपछि अहिले त आउने बित्तिकै त रिस छैन अब त उहाँले थाहा पाउनुहुन्छ अब चाहिँ म क्यामेरा अफ गर्छु एकछिन कुरा गर्छु अनि त्यसपछि जान्छु है त जाने बेला बाइक सायद उहाँले नै चलाउनुहुन्छ होला मैले चलाउँदिनँ हुनुहुन्छ अब चाहिँ म क्यामेरा अफ गर्छु एकछिन कुरा गर्छु अनि त्यसपछि जान्छु है त जाने बेला बाइक सायद उहाँले नै चलाउनुहुन्छ होला मैले चलाउँदिनँ बाइक के भयो भनेर चेक गर्दै हुनुहुन्छ के भयो के भयो के हुन्छ र छोडिदिनु न अनि किन यसरी राख्नुभएको बोल्नु न है किन यसरी राखेको भन्दैछु के भयो फर्किनु न खडुस मान्छे एक नम्बरको खडुस 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 नै हो
सरसिने थाहा पाउनु गाली गर्नुहुन्छ होला भिडियो हाले मलाई चाहिँ मनै पर्दैन भिडियो बनाउँछु भन्ने थाहा भएर नै होला भिडियो बनाउँछु भन्ने थाहा पाएर नै होला यतै बाहिर बस्नु पर्यो भिडियो बनाउँछु भन्ने थाहा पाएर होला पहिले मास्क लगाएर आउनुभएको हो अहिले चाहिँ मैले क्यामेरा अफ गरेँ सरजी आउनुहुन्छ अनि त्यसपछि के हुन्छ म हजुरलाई अपडेट गराउने छु A few moments later. बस्नु कति गरुङको तपाईँ बस्ने बित्तिकै बाइक त न्याचक्कै तल जान्छ त अब रिसाउने कि नरिसाउने अब रिसाउने कि नरिसाउने अब त रिसायो भने फकाउन नि ठिक्क पर्यो सुन्नु अब रिसाउनु भयो भने त म फकाउन ए यहाँ सुन्नु न अब रिसाउनु भयो भने म फकाउन नि आउनु अब चाहिँ फोन स्विच अफ गरेर राखिदिन्छु मेरो पालो कस्तो त्यस्तो नभए हाले जस्तो त लाग्थ्यो हाले छु म त त्यही हो सिधा कुरा आउनु न म त अब त साँच्चीकै हो आज म आएँ अब अर्कोचोटि तपाईँको पालो है त कस्तो होइन घरिघरि मै मात्र आउनु हो मलाई त चिसो चिसो भयो चिसो चिसो भइरहेछ यता मात्र हो कि पानी परेको भएर होला है म सबै पोल लगाइदिन्छु म त सबै पोल लगाइदिन्छु सबै कुरा मसँग झगडा परेर नआउनु भएको हो भनिदिन्छु म त ढाकछोप गर्दिनँ म त किन म भनिदिन्छु सबै कुरा मसँग किन रिसाउने त मसँग ढाकछोप गर्नको लागि त मसँग रिसाउनु भएन नि त मैले जे भने त्यही मान्नु पर्यो नि त ज्ञानी भएर रिसाउने मात्रै हो म नत्र अरू जे भने त्यही मान्छु कस्तो हो र हुन्छ हुन्छ कति भिड हो आमै आज त तपाईँको ड्युटी त कडा हुन्छ जस्तो छ त कालु भन्नु त किन किन ए परेन के छैन ए कता कता अगाडि लैजाऊँ के गरौँ कहाँ रोकिदिउँ हजुरलाई यहाँ रोकिदिउँ सँगै लिएर जान्छु नि हुन्छ बाई होइन गएँ है किन क्यामेरा अन भयो भने डर लाग्छ सुन्नु न क्यामेरा अन भयो भने डर लाग्छ हजुरलाई क्यामेरा अन गर्छु अहिले भन्नु नि त तिमीलाई चाहिँ त्यो के अब कहिले भन्दाखेरि 3-4 दिनपछि वेदर खुल्ला भएपछि ट्याक्क उता जानभन्दा अगाडि एक दिन बिदा लेख्छु अनि टक्क जाने एक ठाउँमा अनि दुइटै बोल्दै 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 गएको भिडियो बनाउने भन्छु पक्का गए ल गए ल उहाँलाई थाहा नै छैन मैले भिडियो बनाएको थिएँ भनेर मलाई मार्नुहुन्छ होला म चाहिँ सरजी रिसाएको मान्छेलाई फकाएर आएँ म आउने बित्तिकै रिस सबै गायब यत्रो घुर्की लगाइराख्नु भएको थियो क्या उसमा फोनमा आमामा बोल्दिनँ यस्तो उस्तो है म यहाँ आइपुगिसकेपछि त मान्छे चुपचाप केही छैन हिजो झगडा परेको थियो किन झगडा परेको थियो के कारण झगडा परेको थियो सबै सक्यो यस्तो नि हुँदो रहेछ मान्छेहरू त्यही भएर म डाइरेक्ट आइदिएको हो क्या
फोनमा ल्याङ गर्नु भन्दाखेरि पनि फोनमा कति किचकिच गर्नु, बरु डाइरेक्टै जान्छु भन्ने जस्तो फिल भयो। त्यही भएर म डाइरेक्टै आइदिएको। सो हाम्रो सानो झगडा भनौँ कि खै के भनौँ, एउटा सानो झगडा थियो, सक्यो। मैले उहाँलाई फकाएर घर फर्किसकेँ। अब चाहिँ म ह्याप्पी 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 भएर घर जाँदैछु। तर यसरी त घुर्की लगाउनु मजा त मजै हुँदो रहेछ है। मजा लाग्यो मलाई घुर्की लगाउनलाई। बिना यति घुर्की लगाइदिएको थिएँ, हिजोदेखि बोल्नु भएन। अनि त्यसपछि त फर्किएर यहाँ आएँ। अनि बिहानदेखि फोन नगरेको भएर होला नि त मैले, त्यही भएर म आउने बेलामा चाहिँ कल गर्नुभएको रहेछ। एकचोटि वाट्सएपमा, एकचोटि नम्बरमै कल गर्नुभएको रहेछ, दुईचोटि कल गर्नुभएको रहेछ गर्न चाहिँ। अनि मैले उठाइनँ, किन एउटा फोन नउठाउने भन्नुभएको थियो। मैले भिडियो बनाएको चाहिँ उहाँले जे होस् केही पनि थाहा छैन, म भ्लग हाल्दापछि थाहा हुन्छ उहाँलाई। अब आजको भ्लग चाहिँ यति नै। अब मलाई घर पनि पुग्नु छ। सो फेरि नेक्स्ट भ्लगमा भेटौँला सबैजनालाई। थ्याङ्क यू, स्टे ट्युन, बाई।